नमस्कार साथीहरू, शेयर बजारसँग सम्बन्धित ताजा अपडेटहरू लिएर उपस्थित भएको छु। अन्तिमसम्म सुन्नुहोला। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष 2080-81 का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी 3,39,38,36,307 रुपैयाँको कुल 5.36% ले हुन आउने 18,25,17,528 रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो, जसमा 5.10% ले हुन आउने 17,33,91,552 रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ 0.26% ले हुन आउने 91,25,876 रुपैयाँ बराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ। त्यस्तै गरी अप्पर हेवाखोला हाइड्रो पावरको 35 लाख भन्दा बढी सेयरको लक इन अवधि सकिन लागेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै 35,30,000 किता सेयरको लक इन अवधि आउँदो असार 31 गते सकिने जानकारी गराएको हो, जसमा संस्थापक शेयरधनीको 30 लाख किता, संस्थाका कर्मचारीको 30,000 किता र स्थानीय बासिन्दाहरूको 5 लाख किता सेयर रहेको छ। कुनै पनि कम्पनीको आइपिओ बाँडफाँडको मितिले संस्थापक, स्थानीय र कर्मचारीको सेयर 3 वर्षसम्मका लागि लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ। तथापि लक इन अवधि सकिए पनि कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने खरिद बिक्री गर्न पाउने छैनन्। त्यस्तै गरी सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्ता पुँजीको 1:1 अनुपातमा अर्थात् 100% हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई 1,17,32,00,000 रुपैयाँ बराबरको हकप्रद ल्याउन अनुमति मागेको छ, जस अनुसार कम्पनीले 100 रुपैयाँ अङ्कित दरका कुल 1,17,32,000 किता जारी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी 2,34,64,00,00,000 रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल रहेको छ।